ल ल कुरा गर त मिठो मिठो कुरा गर त म चाहिँ झगडा गर्ने कुरा त टिप्पा टिप्पा अब त टन्न रक्सी खाइछ न त्यो तल झऱ्यो भने त दलन कुनै बार निकाले तिमी त्यस्तै छ अरे हजुर हजुर हजुरले चाहिँ खिचिसियोस् हामी बोलिसियोस् हामी खाना खाइसुँ खाना खाइसुँ होइन जुनार गर्छिसु बुझा खाइछ बुझा खाइछ हजुर जुनार गर्छिसु जस्तो भयो नि मिठो मानेर खाइछ एकदम मिठो छ अहिले गाउँमा के को दुःख छ र भनेको पानी उही बिजुली गएछ त्यो बाटो गएछ त्यो गाडी गएछ यही त्यस्तो छ नि झन् पानी त झन् अझै स्वच्छ पानी कहाँ 3 महिनामा त्यो जति चलायो 3 महिनामा 100 तिर्ने पानीको मूल्य त्यो 100 के को लागि भने त्यो बेला बेलामा त्यो प्लम्बिङको बिग्रियो भने बोलाउँछ नि होतिर दिने भने 3 महिनामा 100 तिर्ने भनेपछि कस्तो पानी जति चलाऊ त्यो सन्छ त्यहाँ त गएर फेरि त्यहाँकोले के जानेछन् भने ठुल्ठुलो पाइपहरू गाउँले के जानेनन् अरू सबै सुविधा पुग्यो के जानेनन् भने पैसा लुगाने जानेनन् त्यो जे पायो त्यो सस्तो चामल त्यो चाउचाउ त्यस्तो नखाने मकै बुझ्ने भट्ट मिसाने खाने अब हामी जसरी मकै खान सकेन अहिले त्यस्तै गाउँतिर सुरु भएको छ अब गर्नुपर्छ ए ढलन घर त बेकार गाउँमा पनि ढलान घर भित्रबाट चट्ट गरेर न काठमाडौँको बुहारी लगेर गाउँमा बस्न सकोस् गाउँको बुहारी लिएर यहाँ बस्न सकोस् त्यो रूपलालले के त्यो हाम्रो रूपलालले चाहिँ यो जस 12x12 को कति 12वटा पिल्लरको ढलान पिल्लर हालेर चाहिँ घर बनाएको छ उही ठाउँमा उही पुरानो घर भत्काएको रूपलालले के हिरावालको भाइ के अलिकति 12x12 को पिल्लर अनि त्यहाँबाट चाहिँ मार्बल हालेर हाम्रो घर परिवारको कुरा हो यो हामी 3 भावना 4 भावना अनि हाम्रो जेठा बेना सुब्दार गङ्गा प्रसाद पूजा जेठा बेना अनि घर बनाउने सहयोग गरिहाल्ला नि सबैले माइल दिदी हल्दार नि हल्दार उता लोड हाल्नु भएको छ हाम्रो कान्छा भाइ सर रुबिन गौरुजा त्यो बाहिर गएको भने त दुर्बिनी त कान्छी र कान्छी अरू चाहिँ सानो भात खानु पर्यो पेट त गइरहेको छ त्यही पनि पहिला बोलाएर सानो चाहिँ खानु पर्यो अनि तिमी चाहिँ नखाइकन गयो क्या सबै खाना खाएर जाऊ है भनेको त्यो भएर भोग्टिनी भने नखाइकन त म्यानेजरहरू राख्छ क्या उनीहरूले ठुलो अफिस राख्छ होइन म्यानेजर राख्छ अनि त्यहाँबाट चाहिँ उनीहरूले चाहिँ अब एडिटिङ गरेर अनि चाहिँ सेयर गर्छ क्या हाम्रो नि नौरीले एडिटिङ गर्छ अब यता सम्पर्क एडिटिङ गर्न नि नआउने अब फेसबुक आइडी पनि बनाएको थिएन मैले अहिले चाहिँ बनाउनु लागेको छु नौरीले एडिटिङ नि गर्छ उसले भने किनभने आइटी पढाएको नि त उसलाई थाहा रहेछ एडिटिङ मैले त गर्न सक्दिनँ त्यो त कहाँ भनेको पालोमा त गाह्रोमा घाँस काट्दै गाह्रोमा हाल्दै उहिले रुख अहिले त जङ्गलै जङ्गल जम्मै मृग पनि गाउँमा मान्छे जति तल झरेको रे होइन होइन उही भएकोले नि त्यो दाउरा घाँस नगरे त्यो ग्यास पड्काउने अब ठुलो ऊ गुमाउनु भयो नि मेराले ल भात खानुभयो के खानुभयो त अहिले के खाँदै हुनुहुन्छ चिया ग्रिन टी ग्यारेन्टी खान्छ
यो यो मेरो बुहारीले पुगाएको कान्छी सानो छोरीले बुवा नाति छोरी यिनीहरूको ग्यारेन्टी त किन तितो हुन्न नि छोराले खाऊ यो टाटो खायो भने पेट हुन्छ काटुङ कुटुङ खायो भने हो यो टाटो सार्दा खायो खाजा खाएपछि बिहान खाजा खाएपछि ग्यारेन्टी खानु लाग्ने ग्यारेन्टी मलाई नि त्यसो ग्यारेन्टी बुढीलाई ग्यारेन्टी भन्छ भनेर भन्नु लाग्ने ल एउटा हरूले त ग्यारेन्टी भनेको चाहिँ त ग्यारेन्टी भन्छ क्या भन्दा जे भने नि अब बुझ्या त अब साङ्गीतिक भाषा बुझ्नै पर्यो नानीहरू छन् के अरे आउने फुर्सद छैन अन्त अनि अन्य कुराहरू चौरा रे नानीको कुरा गर्छौ र उसले पाएको कुरा सम्झ्याला चेङ्ग्रीले फेरि अनि अरू के पार्सल भने पनि फेरि ले भन्ने हुन्छ ओ त फेरि भनेको के भाइ सर के लाज लाग्ने भयो पो अनि अँ, अस्ट्रेलियाबाट लिएर आएको नि ल मैले अस्ट्रेलियाबाट एउटा बच्चा बनाएर ल्याएको हो ल्याएको अरे अनि यसलाई चाहिँ भरपुर विश्वास चाहिँ गर्नुहुन्छ होला त सबैजनाले ल हाम्रो यहाँ आज माघे सङ्क्रान्ति दिन यसो भेटघाट थियो खाना पार्टी ग्यादरिङ होइन अनि त्यसैले मैले अलिकति सानो घर परिवारमा भिडियो लिने मौका पाएको छु अनि त्यसैले सबैजनालाई नमस्ते भन्दै सबैजनालाई नमस्ते अरू के भन्न पर्ने छ हाम्रो जेठी दिदीले के भन्नुहुने हो पहिला ल भन्नुहोस् हामी त सबभन्दा म त सबभन्दा ठुलो बुढी हो गरे अब सबैलाई हाँसी सङ्ग्राम सङ्क्रान्तिको दिदी माइली दिदी माइली दिदी बोल्दै हुनुहुन्छ त्यहाँ अझै भन्नुहोस् सबैले चिन्नुहुन्छ होला हाम्रो दिदीहरू यस्तो हिरोइनी छन् भन्ने कुरा कसलाई थाहा छ म मात्रै भयो त अलि ओठाउनु परेको ल हेर्नु त ओहो हाम्रो मेरो बुहारी कान्छाको मेरो कान्छा भाइको मिसेस हाम्रो बुहारी कान्छी अनि के भन्न मन छ बुहारी ल भन् जिन्दगीभरि हुने हो यो ल सबै मेरो कान्छा अमाजीको सबै जतिजना फलोवर्सहरू हुनुहुन्छ होइन जतिले सपोर्ट गर्नुभयो सबैलाई धेरै धेरै धन्यवाद अझै आउने समयमा यस्तै नै तपाईँहरूको सपोर्ट दिनुहोस् थ्याङ्क यू अनि हाम्रो माल दिदीले के भन्दै हुनुहुन्छ अझ थोरै थप्नु बाँकी छ ए वाउ बाबु ल भन कान्छा भाइको छोराइती एउटा एनक गर्बुजा हामी एनक गर्बुजाको फुपूहरू है जङ्गु वाउ ल भन त नमस्ते म एनक गर्बुजा म एनो गौरजा हो सबैजनाले नमस्ते भन्दै दिदी जस्तो छैन है के हो यो त बोल्छन् हाम्रो है ल ल ल ठिक छ ल ल ल सानो सबैभन्दा सानो हाम्रो प्यारो बाबु माइती राजा सानो माइती राजा नि हो नि ल त्यसैले कान्छा भाइको छोरा यति एउटा कान्छा छोरा भन्दै अब यहाँ यताखेर हेर त बुहारीहरू खै छोरा जति जम्मा बिहाको चाहिँ बुहारीहरू के गर्ने ल भन्नु तेरो नन्दा आमा जो माग्दाखेरि रोइ लगाएको छन् के अरे सुत्दै के भन्छन् यहाँ ओहो खतरा जवाब आयो अरू मामा ल यो फेरि नराम्रो नमान्नु यो मेरो भाइ रुबिन गौरुजाको छोरी जेठी छोरी यो बिचको होइन ल यो दुबिन त मन नछुत्ताएर नि हो नि यो हो जेठी यो कान्छी झन् ठुलोमा गएर भाँच्छ भने अरूको पनि छ क्या म त चिन्न नसकेको भाइ आँखा मात्र होला ल ल सबैजनालाई नमस्ते यस्तै गरेर मौका फेरि पर्दैन हाम्रो राम्रोसँग अब सबैजनालाई राम्रोसँग टेक केयर वृष्क लागेछ अनि जाडोको समय छ माघ महिनामा योसँग दिएको खाना आएको अनि यहाँ यतातिर हाम्रो माइला भेनाजु अमेरिकाबाट आएको अनि त्यसपछि उता ठागेर अनि सुत्नु भएको छ क्या अमेरिकाको कसरी यो भेनाले
ए भेनाले अमेरिकाको कसैले सालीलाई दिनुपर्छ भने सुत्या भेष पारेको उहाँ बेला यो मैला भेना यस्तो गुच्चर लै सालीले के भन्छ थाहा होइन तिम्रो जुङ्गा सुङ्गा सबै आयो फोटोमा ल सुतिरहनु भएको छ बिचरा मैले चाहिँ एक दिन खाएपछि जिस्काइदिएँ गाह्रो नमान्नु होला हाम्रो भेनाहरू हुनुहुन्छ तर मेरो दाई जस्तो बाउ जस्तो हुन् मैले जिस्काउनु पनि जिस्काउनु उहाँहरूले पनि जिस्काउनु त्यसैले म त भने ल यहाँ घर हाम्रो यहाँ बोजे मेरो आमाको आमा हाम्रो बोजे बिचको अनि कान्छी बोजे छेउको माइली बोजे यता साइडको मेरो बोजेको फोटो माइतको बोजेको है मेरो यो छामा र आमा मेरो आमा र छामा यहाँ हुनुहुन्छ ल यहाँ चाहिँ मेरो माइलो भाइ झलक रुबिन रेखिराम भन्थ्यो अरे गाउँमा यहाँ रुबिन गर्नुपर्छ ल मेरो भाइले यो गरेको के अरे टोपी लगाएको ग्रेजुएसन गरेको मास्टर ग्रेजुएसन गरेको मैले त भेट्न पाइनँ तर फोटोमा भने म सीमित छु मेरो भाइहरूलाई मेरो परिवारहरूलाई सबैजनालाई म ब्लगमा हाल्छु सीमित छ बिर्सिने छैन कहिले पनि त्यसैले यहाँ घरको परिवार माइतको सबै परिवार यहाँ हुनुहुन्छ यहाँ गफ धेरै चलिरहेछ अनि म सानो भिडियो बनाएको छु अहिले छोरी नरुले चाहिँ खुब राम्रो एडिट गर्छ कसैजनालाई भ्लगको अथवा के को एडिट गर्ने मन छ भने भिडियोको एडिट गर्नु छ भने यता सम्पर्क गर्नु होला मेरो छोरी नरुलाई ल आमा छोरी ल उभिएर पनि हाम्रो माइतको मेरो माइतको मेरो त यो गुज्रे काबल नि बुहारी बढाइ ल उभियो नि हो कि हाम्रो दिदीहरू उभियो नि हो कि वा कम हिरोइनी हुनुहुन्छ अरू जस्तै हो र मेरो दिदीहरू ल त यस्तो रमाइलो कहिले भयो संगति मनाउनको मना दिनको मसँग साला ल ल यहाँ त चाहिँ यस्तो हुनुपर्छ क्या र फुर्तिलो हुनुपर्छ हँसिलो हुनुपर्छ नाच्नुपर्छ अनि हाँउनुपर्छ अलिकति आयो वर्ष स्वास्थ्यको लागि यता किचन पनि छ ल हाम्रो कति भएको छ भने 8 मिनट भएको छ लगभग 10 भन्दा बढी बनाउनु छ ल हाम्रो माइत घरको सबै देखाइन्छ म त ल हेर्नु होला सेलरोटी नि छ हाल्नु भएको छ यहाँ बडीले खाएको मिठो थियो खाना पनि या हो नि यस्तो मिठो पकाउनु भएको छ यो त होइन कि ल हामीले खाने कुरा यसरी जम्मा गरेको छ पार्टी माघे सङ्क्रान्तिको टोरुल ल कन्डमुल खान पर्यो हो अनि हाम्रो कान्छी बुहारीले पकाउनु भएको छ अब यता यहाँ जेठी होइन ल हेर्नु न जेठी यता खरगटा पकाउँदै वा मेरो बढाइनी जेठी कान्छाको छोरी पाकिरहेको छ है ल ठिक छ किचन नि त्यो बनाएछन् ठिकै छ त जस्तो छ त्यस्तै ल
कान्छीलाई जेठीलाई कान्छी बनाएर बर्बाद छ यहाँ त ए कान्छा एउटा भरै छ यहाँ अब जासन कटा हो यो एनेक चाहिँ यहाँ छ दुईवटा भरै छन् दुई भाइको यो त कति राम्रो छन् भन्ने कुरा चाहिँ मलाई मात्रै थाहा छ नखाएर राम्रो हुने हो कि गर्छन् राम्रोसँगले हाम्रो त फेरि डर्छ तेर्छ आयो है बेनामा त एउटा भेना सुत्तै दौडिनु भयो खाइ बिगरेर चतुरे एउटा चतुरे भेना दौडिनु माथि कोठा होइन कोठा त खाली छ त चाबी खोल्या छुट्या होला त्यो मान्छे त दिनमा सुन्ने बानी छ कफी हुन्छ कोही आमा यहाँ हुनुहुन्छ नानु कान्छाको यहाँ यो कति वर्षमा पिएचडी हाम्रो गराजिल कान्छाको गराजिलमा गएर गराजुएसन होला अरे गराजु गयो नि गयो नि त म त यसमा चाहिँ कान्छाको गराजुएसनमा छुट्नु भनेको मेरो दुर्भाग्य हो त्यति कुरा भयो यहाँ रचनाले बोलायो भने आइजाऊ हुन्थ्यो जाने टिकट काटेर जाउँला है दुईजना कहाँ युके रचनाले तँलाई त त्यसै भिसा हालिदिइहाल्छ छोराहरूले अप्लाई गर रचनाले पनि पान्छ रे त्यस्तो लाउनु टोपी लाउनेमा पाइन्छ मम्मीले केसो बिचार टोपी लाने कहिले र अब भोटतिर हुन्थ्यो यसै कति सिधै 1 वर्ष भनेर रचना गएको त भोटमा त पुग्छ भने 1 वर्ष ठ्याक्कैमा हो भन्थ्यो धेरै होइन नि त्यसो सकिने हो क्या अब पढाइ नै बाबुलाई लाउला नि छोरीको म त बाउलाई नसक्ने रे बाँच्यो भने पछि उ गरौँला अहिले तपाईँको बिरालो छ यहाँ लु बिरालो हजुर कहिले जाने अब तिनटै एकैचोटि गएर जम्मै इष्टमित्र नि टसेला नि धेरै नभयो भने 1 महिना मात्रै बस्ने त्यो पनि धेरै भयो 1 महिना नि धेर भयो नि 10-15 दिन भन्थ्यो त्यसले त ए अत नि 1 हप्ता त्यति हप्ता सस्तै घुमेर मात्रै आउने क्या घुम्ने मात्रै अब त्यो त अब मेरो पहिला भिसा पुरानो हुँदा आएको मान्छे हो म होइन त्यसलाई गरेर फेरि लाग्छ मेरो त्यस्तो लाग्यो फेरि लाग्छ गरे अब विचार गरौँला नि त कहिले हो र जाऊँ न एकपल्ट गुरु कहिले हो ठाकुरले अर्को लगा तिमीलाई नि म त त्यो बुढा जान्ने होला छोड्ने लाग्यो नि यसले त होइन होइन गर्छु नि मिल्दैन के बुढा त्यो बुढा जाला दसैँ थिएर म बस्नु पर्ला भनेर आएको थिएँ जाने हो नि गएर सँग तिमी दसैँ मानेर आउला गरे म त कहाँ भेनाले राम्रोसँग घुमाउँदै लान्छ फरक त फर्किने हो मेरो त ल मौका मिल्यो भने जाम्ला नि त वर्षको ऊ गरे के अरे विश्वास छ तिमीहरू नानीहरूलाई उहाँ नानी पाल्ने चारवटा नानी पालो यताको ऋण बेसरी लोड छ क्या 3 त भयो नि त त्यो जेठीसित जेठीको त